एकदम सजिलो पारिदिएको छ केले एल हस्पिटल रुलले है। एल हस्पिटल रुलले चाहिँ के भन्छ भने जस्तै एउटा कुनै पनि लिमिट छ, लिमिट एक्स टेन्ड्स टु ए एफएक्स बाई जीएक्स, यो दुइटा चाहिँ के भयो फंक्सन। अब यो चाहिँ एउटा इन्डिटरमिनेट फर्म निस्क्यो र यो दुइटा फंक्सन अनि यिनीहरू दुइटा फंक्सनको डेरिभेटिभ दुइटै चाहिँ अब कन्टिन्युअस एट एक्स इक्वल्स टु ए छ भने चाहिँ अब हामीले यसलाई यो केसँग इक्वल हुन्छ, लिमिट एक्स टेन्ड्स टु ए एफ डैश एक्स बाई जी डैश एक्स, यो र यो इक्वल हुन्छ रे कब, यो इन्डिटरमिनेट फर्म है। स्पेसिफिक हुँदा 0/0 हुँदा मात्र हुन्छ टेक्निकली हैन, त्यही भएर इन्फिनिटी पावर इन्फिनिटी 0 पावर इन्फिनिटी यिनीहरुमा चाहिँ यिनीहरु लाग्दैन। सो यो चाहिँ हामी कुनमा युज गर्न सक्छौं, 0/0 वा इन्फिनिटी बाइ इन्फिनिटीमा पनि युज चाहिँ गर्छौं, तर हल्का बेला बेला घुमाएर गर्छौं, बेला बेला यतिकै डाइरेक्टली गर्दा पनि हुन्छ हैन, किनकि अब 0 लाई फेरि के रेसिप्रोकल गर्दा इन्फिनिटी बाइ इन्फिनिटी नै आउने हो, त्यही भएर यसरी पनि पाइन्छ। सो तर स्पेसिफिक हुँदा रुल चाहिँ के गरेको हुन्छ, 0/0 फर्मको लागि मात्र भन्छ है। भनेपछि हामीले अब यो इन्डिटरमिनेट फर्म छ भने ल अब हामीले डेरिभेटिभ गऱ्यौं भने पनि मिल्छ है, मतलब डेरिभेटिभ गरेर सल्भ गर्न मिल्छ। जस्तै अब